के हुँदै थियो बाउसँग धान नाच्नु थियो बिहे गर्नुभन्दा अगाडि पनि एकैचोटि आउनुभयो हात निसँगको थियो बाबु त लुक्यो नि लाज भयो घरमा पुग्ने बेलामा तल तेर्छो बसेर रुखो भेदमा लुकेछ नि अब स्वागत छ यहाँलाई मेरो च्यानलमा अनि आजको भिडियोमा चाहिँ हामी कुरा गर्नेछौँ आमा र बाउको पहिला भेट कसरी भएको थियो आमा आमा हजुर स्वागत छ तपाईँलाई ल ल ल ल ल अनि बाउसँग चाहिँ पहिला भेट कसरी भएको थियो भन्दै थियो नि हिजो ए सल्टी ठुले बल्ल भेट भयो कति राम्रो भयो भने नि कहाँ भेट्नु भएको थियो पहिला सुरुमा ल बिहिबारेमा गौतमे स्कुलमा पहिलोचोटि बाउलाई देख्दा चाहिँ साह्रो राम्रो लाग्थ्यो राम्रो लाग्थ्यो नि बुट्टा आम्मै लुगा पनि यता पनि तुना हुने यता पनि तुना हुने कति राम्रो लुगा लगाएको थियो नि अनि बाउले त जहिले मैले त ल्याउने नै थिइनँ त्यसलाई त्यो आफै आएको भन्नुहुन्छ त अनि अब भन्छ नि उसको भन्ने काम नि अब आएपछि त अरू राम्रो देख्नु थाल्यो नि त अब त जान्दैन यो बुढी मान्छे अब त आइगयो अब जान्दैन भनेर हेपेको नि बाउलाई सोध्छु ल बाउले के भन्नुहुन्छ बाउ हजुर अनि आमाले भन्नुभएको त अनि आमा आफै आउनुभएको होइन अरे त तपाईँले ल्याउनु भएको अरे त हजुर बुढा खोजेर आएको बाउ त म के भन्नु अब अनि जेस आएपछि अरूभन्दा बाउ राम्रो लाग्थ्यो तपाईँलाई पहिला पनि अब आइसकेपछि बाबु आमा आफ्नो मैती आफ्नो गाउँघरको छोडेर आएपछि त्यसले राम्रै नराम्रो पनि राम्रै बाबु आमा सट्टा उही बाबु आमा हुन्छ राम्रै त देखिन्छ त अनि उही मात्रै आफ्नो देखिन्छ आफू त्यही मात्रै चिनेको हुन्छन् राम्रो त देखेर त यति बेरसम्म बस्यो नि नराम्रो देखेकोमा अर्कै ठाउँ नजाने थिएन अनि के पो भन्छ बाउसँग बिहे गरिवरी पनि अनि यो चाहिँ मेरो दाइ भन्दा धान नाच्नुहुन्थ्यो अरे त चाहिँ के हो अब धानै ननाच्ने नबोल्ने त अनि कस्तो मान्छे हुन्छ आरिसे हुँदैन धान नाच्नु किल्ला तम्ला नछोड्नु बेसरी नाच्यो बोल्यो बोली वचनमा पैसा लाग्दैन त अनि पालामहरू खेल्नु आउँछ तपाईँलाई तालम खेल्नु आउँछ त आयो त त्यति बेला त अब त हरायो छैन अलिअलि गाउनु आउँदैन अलिअलि गाइदिनु त लु अलिअलि गाउनु पनि छैन होला आउँदैन होला आउँदैन अनि तपाईँको पुरानो घर त कता पो आमा मेरो पुराना घर जितपुर कति नम्बर 5 नम्बर त्यता दुःख थियो कि यता दुःख हो अब अर्काको घरमा आएपछि सुख हुन्छ अब 4 जना जन्म बस्ने मान्छे 12-13 जनाकोमा आउँदा सुख हुन्छ अनि यता अनि बाउहरूको 12-13 जना हो कि अलिक धेरै मात्रै थियो होला नि आम त्यति धेरै थियो धेरै एक चुली भात पस्केर धन्न सासू चाहिँ आमा चाहिँ राम्रो थियो मात्रै भात सब्जी पकाएर कराई र भात पकाउने भाँडा हतार धारामा धन्दा गर्ने ठाउँमा पुर्याउनु लगायो अनि लु भात खा बुहारी अब भात खा भन्यो सबैले दिइसकेपछि आमाले पस्काएर त्यतिखेर त्यसो साह्रो दुःख थिएछ नि दुःख थियो नि अब पहिले सबैले त्यस्तै दुःख थियो म मात्रै होइन अरूले सबैले दुःख थियो नि खानु पुगेन यता क्यामेरा हेर्नु न अब उयो हेर्नु नि दुःख थियो नि अनि के पो भन्छ जस बाउले भन्नु आउँदै ढाँटेको त्यसो भए भगाएर आमा आफै पछ्याएर आउनु भएको होइन आउनु त आफै आएन बाबुले बोकेर ल्याउँछ अनि होइन आएको नि बाउले चाहिँ मलाई बाबुले मन नपरेको भए बाबु मन नपरेको भए म बस्थेँ बाबुले अर्को ल्याइहाल्थ्यो नि बाउले त आइहाल्छ अनि राखेको भन्दै थियो आउनु पनि पर्यो नि अरू बाबुकोमा आउनु पनि पर्यो नि त्यस्तो गफ आमा जस्तो अरू आउँथेन म पो घरिको छोरी भएर आएँ बसेँ यति बेलासम्म सँगै आएको थेप्री कति ठाउँ 100 ठाउँ पहिला गयो अझै पनि 2 नम्बर गएर बसिराखेकै छ 100 ठाउँ गयो 100 ठाउँ आमा चाहिँ लाटी भएर अब लाटी भाप्नी पाठी भाप्नी छोरीको जात एकखेप गएपछि किन भेरी जानु जे दुःख सुख भोगेर बस्नु परेन
हो त्यो पनि हो अनि बाउले त एउटा कहानी पनि भन्दै हुन्थ्यो त साँच्चै एकचोटि चाहिँ तपाईँ पत्री जानुभएको अरे त्यतै बस्नुभयो अरे त अब बस्यौँ त दिदी भेनाकोमा बस्दा के भयो घरै आउँदैन आएन भन्दै हुन्थ्यो त अब घर आइन र को ल्याएर बस्यो अरे अनि साँच्चै बाउले भन्नुभएको तपाईँ आफै आउनुभयो अरे होइन पछ्याउँदै आफै आएँ अनि बाउलाई डाँडा पुग्दा चाहिँ लाज लाग्यो अरे अनि लुक्नु अरे त अनि आमा अगाडि अगाडि जानुभयो अरे पछ्याउँदै आयौँ कतिजना आयौँ भने त्यहाँ थेप्री ऊ सबै बाउलाई पछ्याउँदै आएको बाजे माइला पनि थियो म बाजे कान्छा अनि परसरगी काविसाहरू तिन थुप्रो कतिजना धेरै थियौँ नि म मात्रै आएँ बाबु त लुक्यो नि लाज भयो घरमा पुग्ने बेलामा तल तेर्छो बसेर रुखो भेदमा लुकेछ नि अब कसले हेर्ने त्यत्रो जनामा आमा चाहिँ बाउसँग आउनुभएको तर बाउ लुकेको पनि थाहा थिएन अनि त्यत्रो जनामा कसले हेर्ने हो त्यसलाई अनि आफ्नो बुढालाई नहेरेर चाहिँ कसलाई हेर्नु भयो घरमै नपुगी त्यहाँ के न के आफ्नो बुढा जान्छ त्यो साथी जस्तो आएको अनि त्यतिकै बस्नुभयो भरे खोजेर ल्यायो नि गुडुङ खोजेर ल्यायो आमालाई त लाज लाग्यो होला मेरो बुढा त म आउँदा आउँदै लुक्यो नि कहाँ गएको थियो होला भने नि म त साँच्चै लुकेको त भनिन नि पछि बाबुले कुरा गरे लुके भन्दै थियो बाउसँग धान नाच्नु थियो बिहे गर्नुभन्दा अगाडि पनि एकैचोटि आउनुभयो हात नि समाएको थिएन थेब्रीले गर्दा मात्रै चिन्तन भएको हात नि समाएको थिएन चिनेको पनि थिएन बोलेको पनि थिएन चिनेकै दिन आउनुभएको देखेकै दिन आउनुभएको पछ्याएर थेब्री अनि त थेब्री कस्तो श्राप लागेर कस्तो भयो तपाईँले सराप्नु भएको अनि नसराप त पनि श्राप लाग्यो नि अब म चिन्नु नजान्नु माथि 5 थरीहरू 2 भाइ छन् उसको दाजु नराम्रो छ उसको भाइ राम्रो छ उसको भाइ बिहे गरिहाल्छ होला लु तिमी दाजुकोमा जा म भाइकोमा जान्छु पछि मलाई स्याहार्छु मलाई राम्रो गर्छु भनेर थेप्री अनि त श्राप थेप्री कस्तो गतिलो भएको छ अनि बाउ राम्रै हुनुहुन्छ त अनि थेप्रीले त्यसो भए अब म त बाबु चिनेकै थिइनँ चिनेकै दिन आउनुभयो चिनेकै थिइनँ त्यही छेत्रीले भनेको दाजु चाहिँ नराम्रो छ भाइ चाहिँ राम्रो छ भन्यो माइला बाजे राम्रो अरे अनि ऊ चाहिँ माइलाकोमा जाने अरे म जेठाकोमा अरे त्यो छेत्री नभए यिनीहरूले बाबुहरू देखेकै थिइनँ चिनेकै थिइनँ आउनै थिइनँ म कति वर्षको हुनुहुन्थ्यो त्यतिखेर थियो होला नि 22-23 वर्ष एकैचोटि पो आउनु भयो नि यो छेत्रीले देखायो कहाँ थियो अरे 7 ताला कुट्नु चाहिँ नकुट्नै अहिले त बाउले के भन्दा जहिले आउनुहुन्थ्यो अरे त भेट्न अनि के हुन्छ बाबुको कुरा चाहिँ नसुन नि हेर्नु ल आजलाई यति नै गफ गरौँ ल अब भोलि कुरा गरौँ ल आमा ल ल उता हेर्नु न ल अब अर्को कहानी के सुनाउनु छ केही सुनाउनु छैन जान्दिनँ ल ल बाई बाई गरिदिनु